अनि उनी अन्त बाटोमा भगवान् चाहिँ घरदेखि बाहिरपट्टि अब ध्यान गरिराख्नु बस्नुभयो बिर्सेर बेलामा अनि उनले चाहिँ अब भगवान्लाई देखेर अनि भगवान्लाई सोध्यो उसले नि भगवान् अब तपाईँलाई यस्तो ठन्डाको समय छ यस्तो यो गाई भैँसी हुने जग्गामा तल आशा पनि छैन यस्तो जग्गा यस्तो एकदमै बस्ने दुःख भएको जग्गामा तपाईँ आनन्दित गरी खुसी गरी बस्नुभएको छ किन त भनेर सोध्नुभयो नि त अनि सोद्धाखेरि भगवान्ले होइन अरे म पनि अरू जस्तै तर म पनि अरू जस्तै मेरो मनलाई चाहिँ सुख छ अरे मलाई यो डरको दुःख यो चिसाको दुःख केही छैन भनेर भन्नुभयो अनि फेरि सोध्छ त्यसले अनि भगवान् यस्तो चिसामा तपाईँको ओड्ने पनि छैन ओछ्याउने पनि छैन यस्तो जङ्गलमा यसरी बस्नुभएको छ चिसो पनि तपाईँले सहन सक्नुभएको छ किन त अरे मान्छेहरू जब राम्रा टुक्राले घर बिल्डिङहरू बनाएर गमलाहरू ओछ्याएर बहुत राम्रो गरी तरिकाले बसेका छन् भनेर भन्दाखेरि होइन अरे म पनि तिनीहरू जत्तिकै म अझै सुखले म बसेको छु भने मलाई सबै राम्रो छ अरे अनि फेरि भन्छन् अब यस्तो हिउँ झरेको छ अनि यस्तो हिउँ झरेको समयमा हिउँको डाब त्यस्तै छ अनि दुःख पीडा यस्तै छ हावा लाग्छ खुट्टाका पिर्सेका बच्चा पनि झर्न थालिरहेको छ सिक्दै अनि यस्तो जग्गामा यस्तो हावा लागेको जग्गामा यस्तो दुःख कष्ट गरेर तपाईँ खुसीले गर्न सक्नुभएको छ भन्दाखेरि होइन मलाई अरू जस्तै सुख नै छ मलाई केही पनि दुःख छैन भन्नुभयो अनि फेरि उनलाई अन्य भगवान्ले बल्ल पछि सोध्नुहुन्छ नि त्यसलाई अनि हेर अरे कुमार तिमीले साँच्चै सुख भन्ने कुरा देखेकै रहेन त साँच्चै सुख त यो बाहिरको सुख त साँच्चै होइन अरे चाहिँ बाहिरको सुख त एकैछिनको देखिने पदार्थ मात्रै हो भने यो सुख चाहिँ मान्छेले पृथक जनहरूले यो बाहिरको सुखलाई यो आफ्नो भोगिलासको देखेका छन् अरे साँच्चैमा चाहिँ यसले दिएको भित्रको डाहा चाहिँ खप्न सकेको छैन अरेको मान्छेहरूले हमेसा चिन्तामा रागमा दोषमा डुबेर कति दुःख छ अरे उसलाई बाहिर हेर्ने जिनिस त बहुत राम्रा छन् बिल्डिङहरू पनि बस्ने जग्गाहरू तर उसलाई सुत्ता चाहिँ भित्र मनबाट बहुत दुःख छ अरे तर तिमीले त्यो दुःख देखाएको छैनौ अरे तर मैले चाहिँ यो बाहिरको यो भोग विलास सुखहरूलाई चाहिँ मैले सबै त्यागिदिएर मैले भित्रको सुख लिएको छु र म बिर्सेकै फेदामा बसेको थिएँ अनि कोही बाटैमा बसे तापनि मलाई केहीको पनि त्यो बाहिरकोले मलाई केही गर्न सक्दैन त्यो भित्रको सुख मैले प्राप्त गरिसकेँ त्यही भएर मान्छेहरूले चाहिँ अरे सही भित्रको सुखलाई भोग गर्न सकेका छैनन् उसले चाहिँ बाहिरको भोग विलासहरूलाई बाहिरको वस्तुहरू देखिने यी बाहिरको देखिने कुरा चाहिँ जस्तो दिनमा देखे